next to path. मौसम एकदम त्यहाँको चिसो रहेको छ र अलिकता तातो कपडाहरू लिएर जान सक्नुहुन्छ। त्यहाँ लेख लाग्ने समस्या देखिन्छ। त्यसले टोपी हाफ भन्दा पनि म त भन्छु त्यो मंकी क्याप मंकीवाला त्यो थोरै मुखमा त देखिने होला त्यो लगेर जानु होला। मलाई त लेख लागेको थियो त्यहाँ अनि टाउको दुख्ने र बमिट हुने समस्या आउन सक्छ र त्यो फापरको ढिँडो मैले खाएको थिएँ त्यो चाहिँ पहिलोचोटि भएको हुनाले त्यसले मलाई असर गरेको थियो। याकको सुकुटीहरू पाउँछ त्यहाँ तपाईहरुले खान सक्नुहुन्छ तर अलि ध्यान दिएर र आफूसँग बोकेर लग्नुपर्ने टाउको दुखेको औषधि अनि डायरियाको भयो जीवनजलहरू त्यसै गरेर अरु प्राथमिक उपचारहरूको लागि चाहिँ स्प्रेहरू लगेर एकजना हाम्रो साथीको खुट्टा मर्किएको थियो स्प्रे लगेको हुनाले अनि आरामले उहाँले गाडी चलाउन सक्नुभयो र जोमसुम पुगिसकेपछि त्यहाँबाट ठुलो गाडी छ भने तपाईहरु गाडी आफ्नो लिन सक्नुहुन्छ। बाटो राम्रै छ ग्राभल छ तर सानो होचो गाडी छ भने चाहिँ लाग्छ त्यहाँ विचार गर्नु होला किनभने त्यो ठाउँमा चाहिँ एकदम सेफ भएर जान जरुरी छ किनभने त्यहाँदेखि जोमसुममा यो जोमसुम बजार हो। यो जोमसुम बजारमा चाहिँ तपाईको अहिले एयरपोर्ट पनि चालु छ र त्यहाँ चाहिँ बिहान 11-12 बजे भन्दा पछि फ्लाइट हुँदैन किनभने हावा एकदमै तीव्र गतिमा लाग्ने भएकोले। यो जोमसुम बजार हो तपाईले हेर्न सक्नुहुन्छ। जोमसुम बजारमा गएर अनि दोस्रो दिन त्यो रात त्यही बसिसकेपछि दोस्रो दिन हामीले यो हेर्ने दुईटा गाडी बोलेरो एउटा गाडी चाहिँ वही बस्छ भनेर 25-25 हजारमा हामीले बुक गरेका थियौं तर त्यही दिन हामी रिटर्न भयौं। यदि तपाईहरुले पहिलेबाट चाहिँ त्यसै दिनमा रिटर्न हुन चाहनुहुन्छ भने बिहान 5 बजे उठेर तपाईहरुले त्यो गाडी मा निस्किनु पर्दछ अनि साँझ तपाईहरु फर्किन सक्नुहुन्छ र फर्किदा तुरुन्तै त्यसै दिन फर्किने भएपछि चाहिँ 20-22 हजारमा चाहिँ एउटा बोलेरो पाउँदछ अनि तपाईहरुले यो यात्रा असल तरिकाले इन्जोय गरेर आउन सक्नुहुन्छ। बाटो चाहिँ यो केही दूरी अगाडिसम्म मात्र पिच रहेको छ त्यसपछि चाहिँ बाटो ग्राभल छ तर राम्रो छ एकदमै तपाईहरु जान चाहनुहुन्छ भने यो ध्यान दिनु। यो माथि चाहिँ हामी गयौं यो मुक्तिनाथ यो भन्दा ठ्याक्कै लेफ्टबाट चाहिँ अपर मुस्ताङको लागि छ। हामी